दुईजना हुनुहुन्छ अब पर गएर थपिनुहुन्छ हामी चाहिँ जाँदैछौँ निगुरो टिप्न अस्ति जायो भनेको पानी परेर क्यान्सल भयो आज त्यो अन्दाज हुँदा गएको निगुरो टिप्न ल है भन्दै कहानीमा ट्विस्ट आएको छ हामी जुत्ता लगाएको नयाँ जुत्ता मेरो हामी मात्रै जाँदै थियौँ यो पनि ठिक्क आइपुगेछ है विराट चोकदेखि त्यही भएर यो पनि आयो बल्ल बल्लमा जाउने भयो हुर्रे हुर्रे आधी टोलीलाई भेट्नु पर्ने छ हामी जाँदैछौँ त्यसैले हामी टुई 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 यहाँ हेर्न सक्नुहुन्छ आउटफिट अफ द डे मेरो यस्तो छ यसको चाहिँ म छ एउटा भरिया उठेर जाँदैछ दिएर म बोक्छु ब्याग भनेको कति माया गरेको हो मलाई बोक्नै दिएन जाँदैछु टुई टुई कुरै खान सजिलो छ बाटो छैन रे बाटो छैन भन्छन् त गाइस चण्डीके लाइक छ यो चाहिँ हाम्रो बेलबारी जाने बाटो हो साथीहरू म त हतारमा केही नलागेन अरे यो सल्लाह आधी आधी गर्नुपर्छ यसको च्यातिर अब हामी यहाँदेखि जान्छौँ अर्को जङ्गल फेरि हाइकिङ हो हामी हाइकिङ गएको हामी एउटा जङ्गल कटेर आयो अब अर्को जङ्गल टोली मुभ टोली आगे बढ न यहाँ आधी हो र पहिला हामीले कहाँ फोटो खिचेको उ त्यहाँ तल होइन हाम्रो त यस्तोसम्म छैन त जङ्गल हाम्रो त पुरै डाँडा काँडा उकालो ओह्रालो भिरालो घोसालो झरो भने मरो त्यस्तो छ यहाँदेखिको त जङ्गल यस्तोसम्म छ ए कतिसम्म छ जङ्गल लकी लकी ड्याम भयो यहाँ छ मैले 4वटा खोजेको भेटाउँदिनँ ए ड्याम्बो हो कि ड्याम्बो हो कि ए जाँदैछौँ हामी त्यहाँ जङ्गल सुनसान घना घोर जङ्गलमा छौँ हामी अब चाहिँ निगुरे पाउने ठाउँ हुन आँटो यसले पाएको अवार्ड लाइफमा 2 बज्न आँटो है साथीहरू 2 बज्न आँटो दिउँसोको त्यो केटाकेटीलाई छेरपाटे लाग्दाखेरि घुमाउने हो त्यो कति तितो हुन्छ त्यो यहाँले चाहिँ यति धेरै के रे यो के भन्छ उनी 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 छ निगुरे थाल्नु भयो यहाँ चाहिँ यहीँ टिप्ने हो र मोटो मोटो त छैन त म जस्तो हुष्ट पुष्ट त निगुरे त कहाँ गएछन् हौ डुखु डुखु लगाएको थियौँ त हामीले त पहिला त उतो जाउँ हौ यहाँ त नखोजौँ झन् पानी परिराखेको छ आइहाल्छ नि हजुर एकछिन न हौ ए मेरो अस्मिता चाहिँ अस्मि निगुलो तिमी यहाँ छ ए निलैलै के आई लभ यु भन्न मलाई आई लभ यु टु सबैजना निगुरे टिप्न धमाधम यति भेटायो निगुरे झोलामा अलिकति छ अनि 2जना त्यहाँ चाहिँ साथी हुनुहुन्छ अरू निगुरे चाहिँ भेटाएको अब हामी खोजी खोजी तलतिर जाने हाल्टै मान्छेहरू पनि आउनुभएको रहेछ ओके साथीहरू अब यसरी बस्नुपर्ने हुन्छ होइन अनि त्यसपछि टुपुक्क यसरी निगुरे टिप्नुपर्ने हुन्छ साथीहरू ए आन्टीहरूको त चारो पो ए 3 डोको चारो पनि खोज्नु भएको रहेछ अनि सब्जी पनि खोज्दै हुनुहुन्छ अनि पुरै होइन अनि खान पनि खोज्दैछौँ यहाँ टिप्दैछ उयो त्यसरी सिप्पालु सिप्पालु हाल्छु त नि यता हेर
भयो हौ त कहाँ छ सो यहाँ छु झोला यहाँ म्याचिस यो चाहिँ यता छ झोला जङ्गलैभरि मान्छे नै मान्छे त्यसको लपसम्म पुगेको छ यो भिडियो हामी चाहिँ भारी पुऱ्याएर यहाँ बसेको छौँ होइन मैले चाहिँ निगुरो यति खोजेँ सबसे थोरै मेरो नै छ निगुरो मैले डुक्कु खोजेँ त्यही भएर यिनीहरूले पनि राम्रो खोजेको छ है भनिदिनु सबैको भारी देखाइदिनु यहाँ छ त्यसको एक झोला छ एक ब्याग अनि कालो ढेँडो के को रोटी रे कोदोको हौ अनुहार मेरो यस्तो छ है साथी अब चाहिँ हामी सबैजना खाजा खाइसकेर उठेको आफ्नो भारी लिएर अब हामी बाई जङ्गल हजुर कति बेला ए हामी छुट्टी पनि त त्यही भएर हामी फाइनली रोडमा आइपुग्यौँ होइन आधी चाहिँ उताबाट जानुभयो आन्टीहरू आधी हामी यताबाट यस्तो गरिदिउँ न आन्टी मेरो चाहिँ मिनी ब्याग यहाँ छ साथीहरू निगुरे वहिलेर यति भइसक्यो के गर्नु र म चाहिँ घर आइपुगिसकेँ यति भयो तल अलिकति दिएर आएँ मैले चाहिँ धेरै टिपिनँ निगुरो थोरै माथि टिपेँ डुकु साथीहरू ल बाई भ्लग इन अब नुहाउनु पर्ने हुन्छ भनेको छु बाई